हेलो गुड मर्निङ सबैजनालाई। फेरि पनि आजको नयाँ दिन नयाँ ब्लग सुरु गरिरहेछौँ। अहिले चाहिँ हामी यहाँ बिहानीको समयमा बहर धाइराखेको छ ट्रेनिङ र आजको बिहानीको यस्तै छ। आज तपाईँहरूलाई दिनभरिको के कस्तो हुन्छ बेलुकासम्मको अपडेट दिनेछौँ र अहिले चाहिँ हामी फिलहालमा चाहिँ यहाँ बहर धाइराखेको छु, तपाईँहरूलाई त्यो देखाउँदैछु। ल भित्ता माले जा। यो चाहिँ हामी यहाँ घर धाउँदैछौँ। नयाँ सिकौडी बो माले बो। यो चाहिँ मेलो अहिले आएको छैन, नयाँ भएर एकदमै बटालिँदैछ ट्रेनिङ बिहान बिहान। यो चाहिँ हाम्रो प्र्याक्टिस हामीले सकेर पनि खोलेर लाँदैछौँ। माले यो चाहिँ माले हो। माले यो चाहिँ पुडे जा, पुडे जा। यो चाहिँ पुडे माले भर्खर हामीले जस्तै मात्रै लिएको भर्खर फर्स्ट टाइम आएको छ। प्र्याक्टिस 3 बिहान भएछ आजसँग र यसलाई कन्टिन्यू गर्नुपर्छ। अन्त मेलोमा लाग्छ। अहिले चाहिँ हामी बान्नु लानु उदो मेलो तल र बिहानको काम सकियो। अब दिउँसोको के हुन्छ तपाईँहरूलाई देखाउँछौँ। आज बेलुकासम्मको तपाईँहरूलाई अपडेट दिनेछौँ। सो त तपाईँहरूले हेरिदिनुहोस् है त। र तपाईँहरूले एकदमै लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गरिदिनु होला। हामीले यसलाई यहाँ लिएर बाँधेछौँ र आजको बिहानको काम पनि सक्यो। र अब दिउँसो के कसो हुन्छ तपाईँहरू दिउँसो भेट्नेछौँ। अब चाहिँ हामी दाउरा काट्नुको लागि जाँदैछौँ। आजको दिउँसोको चाहिँ त्यही रहेको छ। सो हामी कतिजना छौँ तपाईँहरूलाई देखाउँदैछौँ। अगाडि जाँदैछ टोलीहरू चाहिँ, टोली खास टोली। यो चाहिँ बेर दामी छ नि। यो चाहिँ अलिक छोटो भएछ नि। हजुर तपाईँ कुन चलाउनु? यो दुईटा यो त नयाँ आयो कि बेर चाहिँ कम्बरै दुख्छु। हाम्रो नयाँ एल्डर भाउ जय मसी भनिदिनु होला सबैलाई। जय मसी। हाम्रो एल्डर एकदमै यहाँ आउँछ खाना खाँदैछ। हेलो भनिदिनु। हेलो भनिदिनु। हेलो सबैजनालाई। हामी चाहिँ यहाँ अर्ग्यानिक मेवासँग खाना खाँदैछ। यहाँ आपाले चाहिँ मेवा काटेर दिनु हुँदैछ। यहाँ कोदो पनि देखाइदिनु भित्र। कोदो पनि हुँदैछ। अनि चाहिँ र हामी चाहिँ टोलीहरू यतिजना चाहिँ छौँ। र साथीभाइहरू अब हामी तल गएर तपाईँलाई अलिअलि के कस्तो देखाउँछौँ। चाँडै देखाउन सक्दैन होला किनभने भिडियो गरिदिने छैन। अलिअलि गरेर देखाउनेछौँ, हेरिदिनु होला। लु गाइस साथीभाइ हामी चाहिँ यहाँ चिर्नु पनि सुरु गर्दैछौँ। भर्खर एल्डर बाउले दिँदैछ धमाधम। क्या दियो नि हेर्नुहोस् त। हामी चाहिँ अहिलेको समयमा यस्तै छौँ। दाउरा बर्खे दाउरा चिरिरहेका छौँ। यहाँ चाहिँ दुई भाइले यहाँ दुईजनाले दिइरहेछ। हामीले सक्यौँ है। अब चाहिँ हामी लागे बिस्तारै बिस्तारै। ल त गाइस अब हामी चाहिँ सकेर फेरि घरतर्फ लागे मन्चहरू बोकेर। र आजको त्यही थियो, त्यति साह्रो देखाउन सकेन तर पनि जानकारी। ल त गाइस घर जाँदैछु र अब भयो भने भलिबल खेल्न जान्छ होला। गयौँ तपाईँहरूलाई देखाउँछु, हेर्दै गर्नु होला त। अहिले चाहिँ फिलहाल हामी फेरि पनि जाँदैछौँ भलिबल खेल्नुको लागि। अनि यो टमाटर माथि भाउजूहरूको लागि लगेको अर्डर गरेर
अहिले चाहिँ हामी उकालो जाँदैछौँ खानासाना खाएर र माथि पुगेर तपाईँहरूलाई देखाउँछौँ। खैनेली हामी आइपुगेका छौँ स्टुडियो र यहाँ चाहिँ अझै हुनुहुन्छ जय मसी भनिदिनु होला। जय मसी। यो चाहिँ हाम्रो अझै हुनुहुन्छ माथि उहाँकै घरको त्यहाँ साइडमा भलिबल हुन्छ। हामी बेलुकै पछि यसरी एक्सर्साइज र तपाईँहरूलाई देखाउँदैछु है। हाम्रो प्लेयरहरू चाहिँ एकदमै यहाँ डेली प्र्याक्टिस भएर हत्तु भयो उकालोमा। हेर्नुहोस् है त एकदमै बेलुकै पछि यहाँ चाहिँ हाम्रो भलिबल प्र्याक्टिस हुन्छ हो। यो चाहिँ मान्छेहरू हेर्नुहोस् है यङ केटाहरू यङ ब्लडहरू आमा लु हेलो भनिदिनु हेलो आमा। यो चाहिँ अहिले टप भएको छ पत्याक चाहिँ हेलो भनिदिनु केटा ल यस्तो त छ हाम्रो यङहरू भेन होइन हो खास चाहिँ यहाँ छ हाम्रो यहाँ हेट हेलो भनिदिनु हेलो भनिदिनु खास प्लेयर चाहिँ यहाँ सिधा छ हेलो भनिदिनु होला सुभाष भाइ के पो जेम्स एकदमै यहाँ चाहिँ हाम्रो भाइहरू यङ ब्लडहरू मात्रै छ प्र्याक्टिस चाहिँ बेलुकै पछि हुन्छ अहिले आएको हामी पनि बेलुका थाकेर साइबो चाहिँ एकदमै रिसिभ चाहिँ उहाँले धेरै इम्प्रुभ गर्नुभएको छ साइबोले चाहिँ ल ल अब चाहिँ हामी सेकेन्ड म्याच होला कति हुँदैछ 9-6 भइरहेको रहेछ अब हामी सेकेन्ड म्याच यहाँ चाहिँ हाम्रो बेलुकै पछि हुन्छ भलिबल चाहिँ माथि रुदिनहरूको घर छेउमा र तपाईँहरू कतिजना नजिकै हुनुहुन्छ होला तपाईँहरू पनि यसो बेलुका प्र्याक्टिसको लागि आउनु सक्नुहुनेछ। यहाँदेखि चाहिँ यति दामी देखिन्छ। अब चाहिँ हामी खेल्नेछौँ र आजको तपाईँहरूलाई यति नै देखाइरहेको छौँ ल र सबैजनालाई एकदमै आजको ब्लगमा बिदा लिँदै सबैलाई बाई बाई एडभान्स गुड बाइट।